चिनेकोले गाह्रो साह्रो पर्ने भए एकछिन बोल्छु जान्छु भन्नुभयो कि तपाईँलाई अरू त सब पूजा मात्रै टाइम भयो अब सोना बिचमा त आउँदैन नि फेरि थाहा भयो भित्रै बस्नु पर्दैन बाहिर बस्नु के भयो यहाँ अङ्कलहरू राख्नुहुन्छ तल अङ्कलहरू बस्नुहुन्छ हामी बस्ने यता हो कि माथि कोठामा त्यही नाम त्यस्तो डराउनु पर्दैन तपाईँले 18 हुनु भएन भनेको बिचमा बहिनी आएर के हुन्छ बहिनीमा थाहा नदिई घर आउने भयो म त्यसो बाहिर बस्छु त्यसो बोल्छु लाइन सकिन्छु भनेर हो कि खासमा मैले कुर्थेँ नि तपाईँलाई के गाह्रो थिएन नि त म 12 कुदिहाल्छु होइन म पिज्न ठिक छ अहिले खाना खानु के बरु त्यही छ होइन उता अफिस छ त मलाई अफिस त्यो थाहा थियो अहिले त फेरि यता तल सरेर आफ्नो गर्नु रमाइलो भयो बर्थडे भाइ बहिनी फेरि यता पढ्दाखेरि उता गएको फेरि हजुर भाइ उता गयो यहाँ खालि हामीले पनि टाइम दिन नसकिने अनि बिरामी भएको पनि मम्मी बाबालाई छोडेर आएपछि त्यसै हुन्छ भएर यति पढाएको राम्रो हुन्थ्यो नि त खालि बिरामी भएको भएर चिसो लाग्छ भाइलाई अनि भाइलाई चिसो लाग्छ के भयो बिरामी भाइ त बिरामी भन्नाले त्यस्तो बिरामी नै कि मम्मी बाबाको ए त्यो न्यासो लगाएर अहिले छ त अन्त भाइले पढ्छन् भाइले छ नानीले माथि नानीले मिनाले उनी पढ्छ तर मथुरा होइन सानो नानीले के सानो नानीले उही घर अगाडि स्कुल छ नि त्यही पढ्छ गर्नु रहेछ त आज त गर्मी छ हिजो पनि गर्मी थियो यतातिर त पानी पर्छ भने पानी पर्दैन हो त मैले एकछिन बाहिर भेट्छु अनि जान्छु भनेको खान्छु मैले खाना भन्दै फेरि अनि घर पनि थाहा छैन बैलाई पनि थाहा छैन फेरि गाह्रो भन्छ मलाई गाह्रो पर्छ त्यही पनि कहिले काहीँ काम गरेर यता त्यो हुन्छ नि त आउँदाखेरि को के भन्छ के भन्ने मान्छे मैले त अनि मैले खाना मैले के अरे छिटै आयो आज छिटै मौसम पुगेर छिटै आएँ म बुट लगाएर खाना खाएँ उहाँ त एयरपोर्ट त बिहान आएर बसेको थियो फर्स्ट फ्लाइट गर्नु बसेको थियो यता भइरह भएको प्लेन पुग्न भने ढिलो गरिदिँदै बसेन म त 1 बजीसम्म पुग्छु भन्दा तपाईँलाई कुर्छु त भनेको थिएँ मैले 1 बजीसम्म पुग्छु फोन लागेन के फोन लागेन फेरि बिहान मम्मीसँग बाबासँग त कुरा गरेको थियो अनि सिम लक भइसक्यो त्यहाँबाट फेरि रिचार्ज दिएर कसरी कल गरिहालेँ एक्जाम कहिले हुन्छ तपाईँको मेरो एक्जाम त भइसक्नु हुन्छ कि अलि फर्म बस्नु होइन ठिकै छ बस्नु कहाँ उम्मेद बस्नु होइन ठिकै छ अलि फर्म खुलेको छैन फर्म खुलेपछि थाहा भइहाल्छ
क्लास त रेगुलर जानुपर्छ है आउँदा उता बेसको त्यस्तो क्लासहरू जान्न आफै पढ्ने उयो गर्छ मैले तपाईँलाई चाहिँ उता दुःख नदिने भन्ने कुरा ल्यायो क्या खासमा तपाईँले उता दुःख किन दिने भनेको तपाईँलाई भनेपछि त सजिलो भयो नि त तपाईँसँग उता लाइफ टाइपमा मैले बुझ्नु त होइन त्यही भएर म थाहा छ तपाईँलाई भन्छु चाहिँ अस्ति सोनाले चाहिँ के भन्यो भन्दाखेरि टिचर जस्तो अस्ति फोटोमा टिचर जस्तो म्याच गरेर रिप्लाई गरेको थियो कि सोनाले गरेपछि मलाई के लाग्यो भन्दाखेरि अनि सोनालाई थाहा रहेछ जस्तो लाग्यो बस्नु के बस्नु बस्नु अनि त्यही त मलाई किन के बाबाले तपाईँसँग नभन्नु सोनासँग मात्रै भन्नुभयो जस्तो लाग्यो कि उसलाई टिचर भन्ने कसरी थाहा भन्ने मैले बुझिनु नभएको त्यसरी हो कि उसले अस्तिको त्यो फोटोमा चाहिँ टिचर भनेर रिप्लाई गरेको कि सोनाले अनि तपाईँलाई कसरी थाहा भनेर गेस गरेको भन्नु सोनाले अनि फेरि गेसमा सिधै टिचर किन गेस गरेको भन्ने कुरा हो कि अब त्यही भएर त्यही उहाँ हुन्छ त त्यो त ठिक होइन तपाईँको भने मैले त उतै प्रेम बुवाले भन्नुभयो प्रकाश बुवाले भन्नुभयो होइन अब आन्टीले भन्नुभयो होइन सबैले भन्नुभयो होइन होइन मैले त्यही त मैले तपाईँलाई त्यो यो कुराले गरेर तपाईँसँग बोलेको भनेको थिइनँ कि फेरि आज आउँछु जस्तो लाग्यो होइन अनि मेरो चाहिँ खास तपाईँलाई किन नाट्ने जहिले थाहा भयो भने थाहा हुन्छ सकन छिटो गर्न खोजेको क्या खास भन्दाखेरि अब तपाईँको बाबासँग नि कुरा चाहिँ पुगेको होइन न तपाईँ लुकाउने कुरा भएन कुरा पुगेको छ बाबासँग नि अब हुन्छ नानीले के भन्छ अब मैले पनि केटा हेर्छु कस्तो गर्छ भन्नुहुन्थ्यो अरे होइन अब उहाँ गएपछि के हुन्छ भन्ने कुरा भन्दा पनि अब तपाईँसँग पहिला भेट्नु पर्यो भने त तपाईँलाई उहाँ गएर दुःख दिएर फेरि हुन्न यस्तो उति भयो केही भयो भने त अर्थात् तपाईँलाई गाह्रो भयो भने त मलाई त बरु केही थिएन होइन पढ्ने मान्छे भन्दाखेरि होइन त्यत्तिकै दिशा आउने भनेको जस्तो लाग्यो त्यति जिस्काएर आउने भने होला भन्नुभयो मैले तपाईँलाई सजिलो होस् मलाई सजिलो होस् भन्नु पर्ने हो क्या खासमा आज फेरि मङ्गलबार चाहिँ बिदा हुन्छ त फेरि के त भित्र चाहिँ खोलिदिन्छन् फेरि होइन भयो ठिक चाहिँ म त धेरै बेर त बस्दिनँ फेरि तपाईँले गाह्रो के भने के गर्नु फेरि कहिले काहीँ अब उसको बेलामा फेरि कोही आउला के गर्ला को आएको भन्दा के भन्दा गाह्रो गर्नु भएन नि त बामीसँग सोधेर पछि गरेर भयो होइन लिएर गर्नु चाहिँ भयो होइन त तपाईँले मान्नु मलाई त तपाईँले मान्नुहुन्छ हुन्न भन्नुहुन्छ जस्तो लागिरहेको मलाई आफै
हुन्न भन्नु जस्तो लागिरहेको थियो फेरि हुन्न भने हुन्छ यस्तो कुरा गर्छु भने भयो फेरि त्यो त हुने कुरा भएन बाबाले हुन्न भने त मैले पनि हुने कुरा होला मैले पनि बाबा मम्मीले हुन्छ हुन्न भने अरू कुरा गर्ने कुरा हुँदैन होइन अनि त्यो त हुँदै हुँदैन अब तपाईँ ह्याप्पी होइन गर्नु त्यस्तो गर त्यसो 22 गते जाँदैछु है सङ्गीता गरेको 15 गते खुल्छ भने त धेरै छुट्टी हुन्छ कलेज छ आज हुन्छ कम्पलसरी धेरै दिनतिर मतलब भिडियो तर 10 to 5 जब रहेछ भने त उता अब एकाउन्ट हेर्ने भएर जस्तो पनि भयो होला होइन उसलाई अब एफएमसीमा के अरे सम्झाउँदा सबै भन्ने कार्यक्रम चलाउने सबै गर्छ यतापट्टि एकाउन्ट पनि हेर्ने उता पनि सबै गर्छ होइन मैले त लाइभको समाचारहरू सुनेको थिएँ कि सुनाएको फेसबुकमा सबै राखेर गर्छ अनि आज के भन्छ निश्चयमा के भन्दै गरेको त्यो क्वेसन झगडा गरेर के